बाबुराम र विभिन्न कांग्रेस एमालेका माओवादीका नेताहरू आज राजाको सम्बोधनदेखि राजाको पक्षमा जनता उर्लेको देखेर राजाको पक्षमा आदि आएको देखेर आज सबै हुस्याक कुकुरहरू पक्कै पुगिरहेका छन्। अब हुस्याक माथि राख्दैनौँ। आज प्रचण्ड हिजो सत्तामा हुँदाखेरि कुनै माफियाको घरमा गएर चरेसको थालमा मासु चामलको भात 1 दर्जन भन्दा परिकार लिएर हसुरी र सत्तामा हुँदा माफियाहरूको खेलमा पर्यो। सत्तामा हुँदा यसले आफ्ना छोरी बुहारीलाई मेयर मन्त्री बनायो। सत्तामा हुँदा आफ्नो छोरालाई सगरमाथा कण्डलाई 4 करोड रुपियाँ दियो। सत्तामा हुँदाखेरि यसले आफ्नो नातिनीको बिहेमा हिजो यसले बुर्जुवा भन्थ्यो, हिजो यसले सामन्ती भन्थ्यो। ती सामन्ती बुर्जुवाहरूलाई हजारौंको संख्यामा बसेमा रिसोर्टमा लगेर यसले 10 करोड खर्च गरेर भोज लागेको। यस्तो अब तिमीले जनताको घरमा केराको पातमा भात खाएर नेपाली जनताले अब पत्तन तिमीलाई। अब नेपाली जनताले पत्तन उनीहरूले सेरे के अब नेपाली जनताले उनीहरूको ढालमा टेकेर टाउकोमा हान्छन्। हो कि होइन? नेपाली जनताले टाउकोमा हान्छ नाटक गर्छ। हिजो सत्तामा चढ्दाखेरि तिमीलाई आफ्नो वरिपरि आफ्नो भाइलाई आफ्नो दाइलाई राष्ट्रिय सभाको अध्यक्ष आफ्ना छोरीचेलीहरूलाई मन्त्री सांसद बनाउने अनि सत्तामा हुँदाखेरि तपाईँ सुमारीको पछाडि लाग्ने, सत्तामा हुँदाखेरि शारदा अधिकारी ठेकदारको पछाडि लाग्ने, सत्तामा हुँदाखेरि त्यो यङ्सलको सतीश लाल आचार्य सिङ्गापुरमा गएर यो थाला चालिन्छ कि भनेर 15 करोडको किलिङ गर्ने पसन्द आज जनताको घरमा केराको पातमा भात खाएर अब सर्वहारा वर्ग दलित जनजाति आदिवासीले अब प्रचण्डलाई त लात हान्छन्। अब राजनीतिले श्रीपाद जमेनले फुलको माला लगाएर नारायणी राख्छन्। हामी राति हामी यो गल्ली गल्लीमा काहीँ बाटो हिँड्यो भने भुसिया कुकुरहरू वाङ 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 गर्छन्। किन गरेको भन्दाखेरि त्यो भुसिया कुकुरले उनले हामीलाई तर्साएको होइन, हामीदेखि त्यो तर्सेको हो। भुसिया कुकुर तर्सेको हो नि त। आज यी भक्तहरू राजाको विषयमा टिक्का टिप्पणी गर्छन्। कोही नागार्जुनबाट फाल्टो भन्छन्, कोही नगरबन्दमा राख्ने कुरा गर्छन्, अब कोही चुनाव लडेर आऊ भन्छन्। हो, चुनाव त राष्ट्रवादीहरूले राजावादीहरूले लड्छ, तर कहिले भन्दाखेरि राजालाई सिंहथानमा लगेर 240 सीटमा राजावादीहरूले जित्छ। फुर्ती गरेको अब कसैको फुर्तीले अब केही हल्लिँदैन। अब छिटोभन्दा छिटो हामी राजालाई ल्याएर नारायणी राखेर अब यो देशको भाग्य र भइसकेपछि यो देशलाई हाम्रा लाखौं युवाहरू आज विदेश गएका छन्। आज लाखौं युवाहरू चाहिँ यो देशमा तिनीहरूले उद्योग धन्दा खोलेर रोजगारी दिएर शान्ति सुरक्षा कायम गरेर शिक्षा स्वास्थ्य फ्री गरेर आज सम्पूर्ण नेपाली जनतालाई गरी खाने वातावरण बनेको भइदिएको भएदेखि, नेपालमा सुशासन भइदिएको भए, नेपालमा विदेशी हस्तक्षेप नभइदिएको भए, नेपाल स्वाधीन स्वतन्त्रता भइदिएको भए नेपाली जनताले ठिकै छ परिवर्तन स्वीकार्थ्यो होला। आज परिवर्तनको नाउँमा तपाईहरू आफ्नो परिवार र आफ्ना नातागोता र गुटका भरौटेहरूलाई भरण पोषण गरेर लोकतन्त्रको अब हामी गति राख्दैन। हो कि साथीहरू? हो, त्यसैले अब 1, 2, 3 हामी राजालाई नारायणी ल्याउने हो र 25 गते श्री 5 महाराज धिराज पोखरामा बाट चाहिँ काठमाडौँमा फिर्ती सवारी हुन्छ। हामी लाखौंको संख्यामा तपाईको एयरपोर्टमा गएर हामी लाखौंको संख्यामा श्री 5 महाराज धिराजलाई स्वागत गरेर सके भर त्यही दिनमा नारायणी ल्याउने, नसके पनि निर्मल निवासमा राखेर हाम्रो केही दिनको केही हप्ता केही महिनाको आन्दोलनले अब तिनीहरू सबै भ्रष्टहरू परालिनेछन्, तिनी भ्रष्टहरू सबै जेल जानेछन्। अब यो मुलुकमा ढाकेर लुकेर खाने जमाना गइसकेको छ। आज
ओलीजी आज यस्तो हामीले यिनी साँच्चै कम्युनिस्टको नेता होलान्, सर्वहारा व्यक्तिको नेता होलान् भनेर नेपाली जनताले विश्वास गरेको थियो। आज ओली जस्तो नलायक, ओली जस्तो भ्रष्टहरूको नाइके, ओली जस्तो गुण्डाको नाइके आज यो देशमा त्यस्तो प्रधानमन्त्री र यो 4 चोटि प्रधानमन्त्री हुँदाखेरि यो जस्तो नलायक नेपाली जनताले आजसम्म पाएको छैन। यस्तो नलायकले हामी बस्ने ढ्याक गरेर सिंहदरबार बालुवाटार र बालकोटबाट निकालेर हामी लक्खु जेलमा हाल्न हामी तयार छौँ। नेपाली जनता हामी तयार छौँ। आज नेपाली जनताका सम्पत्तिहरू बालुवाटार को जग्गा नेपाली जनताको सम्पत्ति, टिकापुरको जग्गा नेपाली जनताको सम्पत्ति, यो नारायणी यो अगाडि पनि यो नेपाली जनताको सम्पत्ति हो। यो भाडामा खाने केटीहरूले यो घर हेर्नुहोस् त, यो नारायणी यो राजाको सम्पत्ति हो। यो घर पनि यति ग्रुपलाई भाडामा लगाएर खाने, गोकर्णा रिसोर्ट भाडामा लगाएर खाने, आज विभिन्न चाहिँ व्हाइट बडी एनसेल आज दुनियाँभरका गिरीबन्धु टी स्टेटदेखि लिएर सारा नेपालका सार्वजनिक सम्पत्ति यी कांग्रेस एमाले माओवादीले त तपाईँ शेरे दरबार भन्ने माओवादीले त जनताको नेता भनेर हिजो खोकेको थियो। आज हिजो जनतालाई बुर्जुवा शिक्षा चाहिँदैन, सामन्तीहरूलाई चाहिँ सफाई गर्ने भनेर जवाब दिन्थ्यो। आज सबैभन्दा सामन्तीको नेता यही कम्युनिस्टहरू, यही कम्युनिस्ट चोरहरू भएको छन्, हो कि होइन? आज तपाईँको नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर बेच्नेहरू, मानव तस्कर गर्नेहरू आज गाडीमा राष्ट्रिय झण्डा हल्लाएर आज मन्त्रीको कुर्सीमा बसेर यिनीहरू हेरेका छन्। यिनीहरूले नेपाली जनताले ठोकेर राष्ट्रिय झण्डा खोसेर यी मानव तस्करहरूलाई अब हामीले छिटै जेल हाल्न हामी तयार हुनुपर्छ, हो कि साथीहरू? हो, आज यो मुलुकमा अब राजा ल्याएर आज हाम्रो चाहिँ लाखौँ युवाहरू चाहिँ तपाईँको आज विदेशमा आफ्नो देशमा रोजगार नभएर हाम्रो देशका उद्योग धन्दाहरू सारा यिनीहरूले बेचेर खाएर आज तपाईँको कृषि क्षेत्र पनि लथालिङ्ग, आज न्याय क्षेत्र लथालिङ्ग, सुरक्षा कर्मीहरूलाई अब दिउँसै चाहिँ पार्टीका गुण्डाहरूले पिट्ने काम गरेका छन् र आज हरेक क्षेत्र तपाईँको लथालिङ्ग भत्तापूर्ण बनाएको छ। आज नेपाली जनताले यो गणतन्त्र व्यवस्था यी दलका नेताहरूको शासनमा नेपाली जनताले चित्त बुझाउने के काम छ? आज लोकतन्त्र भने लोकतन्त्र प्रजातन्त्रको परिभाषा के हो? लोकतन्त्र परिभाषा के हो? हिजो श्री 5 12 चाहिँ 7 गतेको सम्बोधनमा पनि अब नेपाली जनता राष्ट्र जगाउन, राष्ट्रियता कायम गर्न, नेपाललाई समृद्धिशाली बनाउन, उन्नति गर्नको लागि र सबै जाति धर्म संस्कृतिको पहिचानको लागि नेपाली जनता अब एक भएर राष्ट्रिय झण्डामा गोलबन्द भएर साथ दिनुहोस्। हामीले हिजो दरबार त्यसै त्यागेका होइनौँ, हिजो जनताको लागि त्याग गरेका हौँ भनेर भारत देशबाट सम्बोधन भइसकेको छ। अब नेपाली जनता भनेको कालो अन्यार हो, कालो अन्यारलाई यी भ्रष्टहरूलाई बस्नु छ, हो कि साथीहरू? बस्नु छ हो। अब त्यसो हो तपाईँको आज हिजो राणा शासनहरूले 103 महाराजहरूले हिजो जनतालाई रैती बनाएर, जनतामाथि हिटलरी शासन चलाएर, जनतामाथि तानाशाही चलाएर श्रीपाद त्रिभुवनले अब जनताको हितमा काम गर्नुपर्छ, अब नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ भनेर श्रीपाद त्रिभुवन पनि राजगद्दी त्याग गरेर तपाईँको चाहिँ विदेशमा गएर विदेशमा विभिन्न प्रजातन्त्रवादी नेताहरू, राष्ट्रवादी नेताहरू र मित्र शक्तिहरूसँग छलफल गरेर यो देशमा प्रजातन्त्र आएको थियो। आज त्यो प्रजातन्त्रलाई हिजो 3 महाराजले जनतालाई दास बनाएर जुन हिटलरी शैलीमा शासन चलाएको थियो, जनतालाई जुन रैती बनाएको थियो, आज 3 दलले जनतालाई रैती बनायो, युवाहरूलाई बेच्यो, देशको सार्वभौमिकता सत्यनाश गर्यो, नेपालको स्वाधीनता चाहिँ खत्तम गर्यो र आजको राजनीतिक निर्णय आज यी नेताहरूको हातमा छैन, विदेशीको हातमा छ। हामीसँग राजनीतिक निर्णय छैन, हामी स्वाधीन छैन र नेपाल हर्रा बर्रा भएन, नेपाल तपाईँको बर्बाद भयो भनेर अब श्रीपाद महाराज पनि यो राजगद्दी जनताको भलोको लागि, नेपाल समृद्धिको लागि, नेपाल चाहिँ
समृद्धि होस्, जनताले गरी खाने हाँसी खुसी भनेर दरबार त्यागिसकेकोलाई उनीहरूले खेलाची गरेर अब हामी नै राजा भयौँ भनेर जुन जनताले देशको माथि गद्दारी गरेछ, यी गद्दारी गर्ने कुकुरहरूलाई हामी एकदम छोड्दैनौँ। हामी र त्यसै गरी अब हिजो श्री 3 महाराजले जसरी जनतामाथि दादागिरी गरेको थियो, आज श्री 3 दलहरूले कांग्रेस एमाले माओवादीहरूले जनतामाथि दादागिरी गरे, नेपाललाई बर्बाद बनायो भनेर श्री 5 पनि नारायणी छोडेर आज पोखरामा गएर नेपाली जनतालाई अगाडि बढ्नलाई आह्वान गरिरहेको छ। त्यो आह्वानलाई हामी स्वागत गर्दै अब राजा र जनताको सही सदिच्छा पूरा गर्नको लागि हामी तत्पर भइसकेका छौँ। अब मुलुकमा अब तिनीहरूले जनतालाई स्टनबाजी गरेर, जनतालाई लुट गरेर, जनता ठगेर, विभिन्न दुनियाँबाजी गरेर अब नेपाललाई तिनीहरूले मुक्ति दिन अब तिनीहरूको सिद्धिको छ। जसरी हिजो त्यहाँ पनि त तपाईको श्रीलङ्कामा पनि त त्यहाँ सेना थियो, अदालत थियो, प्रहरी थियो, त्यहाँका त्यो राजपक्ष सरकारको तपाईको मन्त्रीमण्डल थियो, कर्मचारी थियो। तर जनताको भेल आएपछि भ्रष्टाचारी सरकार र आफू र आफ्नो नातागोतालाई पोस्ने सरकार जनता उर्लिएपछि त्यहाँका राष्ट्रपति प्रधानमन्त्री त्यहाँको सरकारलाई कसरी जनताले हुँदैन साथीहरू हो। यसरी बङ्गलादेशमा पनि बहुमतको सरकार थियो, त्यहाँ न्यायालय थियो, त्यहाँ प्रहरी थियो, त्यहाँ पनि अदालत थियो, त्यहाँ पनि कर्मचारीहरू थियो। तर जनताको विरुद्धमा काम गरेपछि त्यहाँका सेना प्रहरी पनि जनताको पक्षमा लगाएर श्रीलङ्का के अरे बङ्गलादेशका शेख हसिना एउटा आफ्नो खेर्ने लुगा पनि, बिजोर लुगा पनि लिने उनले फुर्सद पाइनन् र लाकै लुगामा इन्डियामा उनी निर्वाचन गरेर त्यहाँको देश छोडेर भाग्नु परेन हो। यहाँका नयाँ पुरानो दल, यहाँ फेरि तपाईँको दल कुनै पनि काम छैन। हिजो कांग्रेस एमाले माओवादीले यो देश बिगाड्यो भन्दै यी नयाँ पार्टीहरू पनि यी सबै आखिरमा 12 वर्ष कुकुरो पुसा ढुङ्गा हालेर बाङ्गोको बाङ्गो भने जस्तै उनीहरू पनि के भने पुरानाले जे गर्यो उनीहरू पनि सही गरेका छन्। भनेपछि यो देशमा जनताको लागि काम गर्ने को छ त भन्दाखेरि राजा र जनता मिलेर हिजो यो देश यो बनेको थियो। अब भोलि यो देश बनाउनको लागि पनि राजा र जनता मिल्नुपर्छ। र आज हेर्नुहोस्, जातीय हिंसा, धार्मिक हिंसा, अर्को चाहिँ क्षेत्रीय सम्प्रदायहरू भट्काउ भएर आज जनतालाई कहीँ पनि पूर्व जानुहोस्, पश्चिम जानुहोस्, विभिन्न धर्म संस्कृतिमा तपाईँको खेलबाड छ, जनता आतंकित छ। जनतै कारणले गर्दाखेरि अब नेपाली जनता हामी बहुजाति, बहुधर्म, बहुसंस्कृति, बहुभाषी, जैविक विविधता, भौगोलिक विविधता भएको मुलुकको एकताको प्रतीक भनेको राजा हुन्छ। राजालाई लिएर अब तपाईँ हामीले नै कुनै दलको माथि हामीले नेतामाथि अब विश्वास गर्नु छैनन्। यिनीहरू राजनीतिक नाममा लुटेराहरू हुन्। लुटेराहरूलाई हामीले विश्वास गर्न सकिँदैन। अब राजा र जनता मिलेर यो देश बनाउनु हो। आज हेर्नुहोस्, देशमा भ्रष्टाचार यति लागेको छ। आज तपाईँको यी नेता र भ्रष्टाचारी कर्मचारीहरूले 15 खरब रुपियाँ ल्याएर विदेशी ब्याङ्कहरू विभिन्न ठाउँमा राखेका छन्। आज 18 खर्ब चाहिँ बेकार घाटा छ, 13 खर्ब बेरुजी छ, 27 अर्ब चाहिँ तपाईँको चाहिँ जनतालाई सार्वजनिक ऋण परेको छ। त्यो पैसा कहाँ गयो? यी नेता, यी कर्मचारी, यी सबै चाहिँ तपाईँको चाहिँ पार्टी दल नेता, यी विभिन्न निकायका प्रमुखहरू मिलेर यो पैसा हजम गरेको हो कि होइन हो। त्यसैले यी सबै यो अहिले काम लाग्ने छैन। त्यसरी अहिले 3 तहको सरकार, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, 3 नामको 8वटा सरकार यो जनताको लागि काम गर्न, देश बनाउनको लागि, देशमा उद्योग धन्दा खोल्नको लागि, नेपाललाई आत्मनिर्भर बनाउनको लागि आएको होइन। यी लुट्न आएका हिजो हत्या, हिंसा, बलात्कार र लुटेर आएका लुटेराहरूको बुद्धि त्यही लुट्नमा यिनीहरू ठिक छ। हिजो सत्ता बाहिर बस्दाखेरि लुटेका थिए, आज सत्तामा बसेर वैधानिक तरिकाले लुटेका छन्। यी लुटेराहरूको टाउको अब फोर्न जनताले अगाडि गर्नुपर्छ। यिनीहरूलाई नाङ्गे झार्न सबैमा ल्याएर अब सबै दलहरूलाई, राजाको विरुद्ध बोल्नेहरूलाई नि, भ्रष्टाचार गर्नेहरूलाई नि अब भाटे कारबाही गर्न हामी नेपाली जनता एकजुट भएर अगाडि बढ्नुपर्छ भन्दै हाम्रा राष्ट्रवादी नागरिक समाजका उपाध्यक्ष
केन्द्रीय उपाध्यक्ष लक्ष्मी मल्लज्यूलाई पनि दुई शब्द राख्नको लागि अनुरोध गर्छु। धन्यवाद।